आज 12 तारिक बिहानको 7 बजे। बिहानको 7 बजेदेखि नै झिम 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 पानी परिरहेछ है। आज सायद दिनभरि नै पानी पर्छ होला। झिम 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 पानी परिरहेछ। बिहानको 7 बजेदेखि यो केरा पाक्न लागेको छ। यो केरा अब पाकेर खाने हुन्छ। यो हो नस्पतिको रुख। मिठो नस्पति फल्छ। अघि भर्खरैबाट पानी पर्न सुरु गरेको, फेरि भर्खरैबाट बाँडल लागिहाल्यो। कुहिरो लाग्यो। कुहिरोले ढाक्यो। गाउँ पनि देखिन्न कुहिरोले। आजको मौसम साह्रै नै बिग्रियो। बिहानैदेखि सुर बादल कुहिरो लाग्यो यस्तै। यतातिर पुरो लाग्यो। यतातिर कतै पनि केही देखिएको छैन। अहिले बिहानको कति बज्यो? 9 बज्यो, 9:30 भयो। बिहान पानी पर्यो आज अनि पुरै उसु लाग्यो। यताको गाउँ पनि केही देखिएको छैन। मकै बारी हो यो। चराहरू कराइरहेछ। सुलाको मौसम। उसु लागेको छ। बिहान कुहिरो लागेको छ। तिनीहरूलाई कुहिरो भनिन्छ। यसो लागेर केही देखेको छैन। पर गाउँमा है। अन्त ऐलोहरू सुक्छ त? पानी आएको। अहिले घाम त लायो माथि। बादल उडेकै छ। फर बाढहरू उडिराखेकै छ। यता फर यहाँनिर चाहिँ घाम लागिसक्यो। अनि यता परसम्म चाहिँ बादल उडिराखेको छ। मालिका धुरीमा पनि अलि बादल लागेको रहेछ। मालिका धुरी यो हो। मालिकाको धुरी है। यो हो त पारिदेखि नै तोड्के हो। यो तोड्केमा यहाँबाट हिमाल देखिँदै आज कुहिरो लगाएर देखिया। तोड्के मणिपुर गाउँमा कुहिरो लागेको रहेछ है। अनि यता यो धुरी पछाडि हो बरङ्ग। झाँक्री पानीको धुरी हो यो। फेरि यो तल गभर्मेन्ट नेता